आज चाहिँ म सर्बियाको ग्यालेरिजा भन्ने ठाउँ र त्यहाँ जाने बाटोहरू र ग्यालेरिजामा के छ भन्ने विषयमा तपाईँहरूलाई देखाउन खोजिरहेको छु है। ठ्याक्कै यसरी गएपछि यहाँनिर चाहिँ यहाँदेखि यस्तो राम्रो ग्यालेरिजा देखिन्छ है। हेर्नु त सट्ट खतरा देखिन्छ है, खतरा छ। यस्तो छ है। यहाँभित्र चाहिँ हरेक ब्रान्डका सोरुमहरू छन्, धेरै 5 स्टार रेस्टुरेन्टहरू छ है। यति बेला धेरै चहल पहल छ। मार्केट बिहानको 6 बजीदेखि चाहिँ बेलुकाको 12 बजीसम्म लगभग खुला हुन्छ, तर 10 बजीसम्म चाहिँ एकदम पिक आवर भनेर बुझिन्छ है। यस्तो छ सर्बिया चाहिँ को आउन खोज्दै हुनुहुन्छ यो भिडियो हेरेर सर्बियाको बारेमा अझै थप बुझ्न चाहनुहुन्छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला। म तपाईँलाई मेरो WhatsApp नम्बर दिनेछु अनि अझै मजाले कुरा बुझाउँला। मैले पनि जति सक्छु बुझ्ने कोसिस गर्छु। म चाहिँ ड्युटीमा हिँडेको है। ड्युटीमा जाँदाखेरि चाहिँ के गरौँ त, यसो साथीहरूलाई देखाइदिउँ न त सर्बियाको बारेमा। कति साथीहरू, धेरै साथीहरू नि, कति साथी होइन, धेरै साथीहरू आउनु खोजिरहनु भएको छ। यसरी चाहिँ यस्तो देखिन्छ यहाँदेखि चाहिँ है, यस्तो देखिन्छ। यस्तै छ। आज चाहिँ घाम लागिरहेछ, जाडो सुरु भइसक्यो, तर आज चाहिँ म एउटा त्यति पातलो पनि होइन, त्यति बाक्लो पनि होइन, जे होस् गर्मी लागिरहेछ। अलिकति ढिलो हिँडिएछ ड्युटी, त्यही भएकोले अलिकति रनिङ लगाइदिएको। हत्तेरिका अलिकति चाहिँ गर्मी भयो मलाई। ल, यो भिडियो लास्टसम्म जसले हेर्नु भएको छ पक्कै पनि कमेन्ट गर्नु होला। कमेन्ट गरिसकेपछि मैले तपाईँहरूलाई चाहिँ मेरो कन्ट्याक्ट नम्बर, WhatsApp नम्बर दिन्छु अनि मजाले गफ गर्नुपर्छ है त तपाईँहरू, है त।